यो यहाँ मिल्छ है, यसरी मिल्नु पर्यो। यता पनि क्रस हुनु पर्यो, क्रस हुनुसँगै यसरी पनि मिल्नु पर्यो। अनि हाम्रो यो क्रस भइसक्यो त गाइस। एकचोटि अगाडि गर्छौँ, एकचोटि डाउन गरेछौँ, एकचोटि यता गर्छौँ, अप गरेछौँ त यसरी मिल्नु। यसरी समात्छौँ, एकचोटि अगाडि गर्छौँ, अप गर्छौँ, डाउन गर्छौँ। यसरी पिस मिलाउनु पर्यो। तल झार्छौँ नि हैन त, यसरी पिस मिल्नु पर्यो। यो पनि पुरा सल्भ गरिदिन्छ त गाइस। हेलो गाइस, आज म तपाईहरुलाई यो 3x3 रुबिक्स क्युब कसरी सल्भ गर्ने भनेर सिकाउन गइरहेको छु। मेरो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरी कमेन्ट गरिदिनु होला है त गाइस। हैन त, मैले जतासुकै बिग्रिसकेको छु यो 3x3 रुबिक्स क्युब। अब म तपाईहरुलाई कसरी बनाउने भनेर सिकाउँछु त। अब हामी पहिला सबभन्दा पहिला जहाँ बनाउने हामी एउटा क्रस बनाउँछ त गाइस। हामी पहिला क्रस बनाउन लागि कलर खोज्छौँ। यो रङको यसरी मिल्ने कलर खोज्छौँ यसरी हैन त गाइस। यो यहाँ मिल्छ है, यसरी मिल्नु पर्यो। अब अरु कलर पनि त्यसरी खोज्छौँ हामी। कहाँ छ त त्यस्तो कलरहरु? यो कहाँ मिल्छ? यहाँ मिल्छ यसरी। यहाँ भयो। अब यो यहाँ मिल्छ यसरी। यो क्रस हुन लागिसक्यो मेरो हैन गाइस। अब क्रस बनाउनु अनि तपाईलाई भन्छु त। यसरी क्रस बनाउनु पर्छ जतासुकै हैन त गाइस। हैन त, यहाँ पनि क्रस हुनु पर्यो, यता पनि क्रस हुनु पर्यो। क्रस हुनुसँगै यसरी पनि मिल्नु पर्यो। अनि हाम्रो यो क्रस भइसक्यो त गाइस। अब म तपाईलाई 1 2 3 4 चार ठाउँ डट, यो चार ठाउँ कसरी मिलाउने त्यो पनि देखाउँछु त गाइस। यो यहाँ मिल्छ यसरी मिलाउनु पर्यो क्या। अब अर्कोचोटि हामी यसरी नै है त। अब अर्को कलर कहाँ छ खोज्छौँ। यो कलर कहाँ मिल्छ हेर्छौँ यसरी। यहाँ मिल्छ। मिल्न के गर्छौँ भन्दा एकचोटि डाउन गर्छौँ, एकचोटि अगाडि यो अगाडि गरिदिन्छौँ, यो अप गर्छौँ, फेरि अगाडि गरेर ब्याक गरिदिन्छ हैन त। यसरी मिल्नु पर्यो क्या। यो पिस पनि यसरी मिल्नु पर्यो। अनि अब हामी यो दुईटा पिस खोज्छौँ। यो दुईटा पिसमा यो यहाँ मिल्छ हैन त। त्यसो कसो गरेको अघि एकचोटि अगाडि गर्छौँ, एकचोटि डाउन गरेछौँ, एकचोटि यता गर्छौँ, अप गर्छौँ त यसरी मिल्नु पर्यो। अब एउटा लास्ट लाइन छ, त्यो पनि म त्यसरी मिलाउँछु। एकचोटि डाउन गर्छु, यसरी मिल्छ है। पिसहरु यसरी मिलाउने, अगाडि गर्ने, यसो गर्ने। अब हामी हैन यो पिस पनि यो दुईटा रङमा यस्तो पिस मिलाउनु पर्यो क्या। त्यस्तो पिस एउटा मिलाएको छ है, यसरी मिल्नु पर्यो क्या। अब जतासुकै हामी सेकेन्ड लेयरको जसुकै यसरी नै मिलाउँछ त गाइस। अब हामी पहिला यो रङ मिलाउँछौँ। यो रङ कहाँ मिल्छ? यहाँ मिल्छ। यसरी समात्छौँ, एकचोटि अगाडि गर्छौँ, अप गर्छौँ, डाउन गर्छौँ। यसरी पिस मिलाउनु पर्यो। यसरी पिस मिलाएपछि यहाँ राख्नु पर्यो। यहाँ कसरी राख्नु भन्दाखेरि यसरी यता गर्छौँ, फेरि डाउन गर्छौँ यसरी। अघि सुरुमा गरे जसरी यो अगाडि यता फर्किन्छ अनि यो हैन त। यसरी पिसहरु मिल्नु पर्यो क्या सेकेन्ड लेयरको लागि। हाम्रो दुईटा पिस मिलेछ। अब दुईटा पिस माथि यो कलर यहाँ मिल्छ भने के गर्छौँ, एकचोटि यता गर्छौँ, एकचोटि माथि तल झार्छौँ नि हैन त। यसरी पिस मिल्नु पर्यो। यसरी मिलेपछि चाहिँ यहाँ यसरी राख्नु पर्यो कि सुरुमा राखे जसरी। यो पनि भइसक्यो हैन त। अब हाम्रो यो पिस यहाँ मिल्नु पर्यो। कसरी मिलाउँछ? यो पिस यहाँ मिल्छ मिल्दैन हैन। कसरी मिलाउनु भन्दाखेरि एकचोटि अगाडि गर्ने, एकचोटि माथि यता भइसक्यो। यो पिस यसरी मिल्यो, यता गरेर डाउन गरेर अप गर्ने हैन त। फर्स्ट सेकेन्ड लेयर पनि हाम्रो कम्प्लिट भइसकेको छ। मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है त गाइस। यो भन्दा पछिल्लो भिडियोमा म तपाईलाई डिटेल यो पिस यो कसरी राख्ने भनेर सिकाउँछु। यो जोडी चाहिँ म तपाईहरु लगभग कसरी सल्भ गर्ने भनेर मात्र सिकाउँछु त। अब हामी लास्ट लेयरमा छौँ। फर्स्ट सेकेन्ड लेयर भइसक्यो। लास्ट लेयरमा कसो गर्छ भन्दाखेरि पहिला क्रस बनाउँछ है। यसरी क्रस हुनु पर्यो क्या जसो कि। यहाँ पनि क्रस छ, यो दुईटा नहेर्नु तपाईले। यो क्रस छ हैन त। क्रस बनिसकेपछि हामी अब यो दुईटा पिस कसरी मिलाउने अब सबै सल्भ गर्ने पहिले यसरी नै। लास्ट लेयर हैन सल्भ भइसकेको छ। अब हाम्रो सल्भ त भयो, तर यो पिसहरु कुनै पिस मिलाएको छैन। अब त्यो एकचोटि यसो यो फर्मुला लगाइदिने ठ्याक्क मिल्छ हैन त गाइस। कहाँ मिल्यो भन्दाखेरि यो पिस यहाँ मिल्यो, यो पिस यहाँ मिल्यो, यो पिस यहाँ मिल्यो हैन त। पिस यो तीनटा मात्रै बाँकी छ हैन त। यो तीनटा यो एउटा सल्भ भइसकेको छ। यो तीनटा अब यो तीनटाले कसो गर्छौँ, यो पनि पुरा सल्भ गरिदिन्छ त गाइस। लास्ट लेयर पनि पुरा सल्भ भइसकेको छ। हेर्नुस् त कति छिटो भयो। फर्स्ट लेयर पनि कम्प्लिट छ। जतासुकै 3x3 रुबिक्स सल्भ भइसकेको छ हैन। तपाईलाई यस्तै भिडियो हेर्नको लागि सब्स्क्राइब गरेर सँगै रहेको बेल आइकन बजाइदिनु होला है गाइस। अब 3x3 रुबिक्स सल्भ भइसकेको छ। अब आउने भिडियोमा तपाईलाई डिटेलमा सिकाउँछु। फर्स्ट सेकेन्ड थर्ड डिटेलमा सिकाउँछु। सब्स्क्राइब गरिराख्नु होला त गाइस। हैन त जसरी मिलेको छ है, जसरी मिलेछ। मेरो भिडियो अन्तिमसम्म हेरिदिएकोमा धन्यवाद।